Once again. कपाल चाहिँ मासिङ के भइदिएको मेरोमा चाहिँ के पप हुन खोज्यो Suman Lama, he's doing his job. I like him so much because he's throwing his dedication 100%. Dennis, this guy. PG, PG, I'm totally busy. 5G, no 3G. Rap shit easy. If you don't wanna rap, then give me. Match me. I'll show you my studio. Come in. Say hi to the friends. के हुँदैछ प्रोड्युसिङ हुँदैछ यस 24/7 के हुँदैछ सुनिनु सिन्थहरू भनिरह सुनेन सिन्थ प्रोड्युसिङ हुँदैछ हाम्रो नयाँ साइफर हान्दैछु म त्यो नयाँ साइफरको साउन्ड प्रोड्युस हुँदैछ यहाँ अहिले नयाँ साइफर आउँदैछ बजारमा फिचरिङ लिल बुद्ध हैन उसको एनर्जी जस्तो फिल भइरहेको मा त्यो हल्ला गर्दाखेरि I don't trust many pussy drugs. यस्तै छ यार हाम्रो केही छैन सेम सिट रेगुलर एभ्रीडे सेम ओल्ड स्टोरी तर अब यो न्यू इयरबाट अब नयाँ चिजहरू चेन्ज हुन्छ यो स्टुडियो चेन्ज हुन्छ माइक चेन्ज गर्छु मेरो प्रिएम्प्स मेरो यो सफ्टवेयरहरू सब चेन्ज हान्छु अनि अझै खतरा हान्ने हो हैन भाइ one of the best guy, one of the best music producer right now. Oh, of course, proudly भन्नु पाए नि त आफुलाई मन परेको कुरा त अनि के छ होला सबैजनाको खबर ठिकै होला ठिकै हुनुपर्छ अनि नयाँ वर्षको शुभकामना सबैजनालाई सबैजनाको हामीहरु सबैजनाको कस्तो भन्ने अब राम्रो होस् नयाँ सुरुवातहरु राम्रो भव्य अब कस्तो भन्ने एकदमै गुड हेल्दी पारामा स्टार्ट होस् सबैजनाको त्यो विशेष मेरोबाट न्यू इयरको लागि यता अघि यहाँ पार्टी ओभर भयो आगो बाजिरहेको थियो सबै खाएर सकाइसक्यो मेरो साथीको एनिभर्सरी थियो आज अनि उनीहरूको अब बिहे गरेको बुढाबुढी खुसी भएको अब हामीले साइडबाट यसो सपोर्ट उनीहरूलाई झन् अझै खुसी अझै थप दिनु पर्यो नि त स्पिकर चार्जमा भाइ म तल हुन्छु ल ल बोर भयो आउन अहिले ल चिल नगरौँ नो प्रेसर खै आजकल त बानी पनि हराएछ हौ लाइभ त आयो तर लाइभमा आएर के गर्ने भनेको उनी बिर्सिसकेछ त्यो बानी हराइसकेको छ मेरो रेमेडी तान्छु हेर्नेसी रन्डी के भएको यस्तो ठन्डी सुरु भइसक्यो ठन्डी जाडो महिनामा सुरु भइसक्यो खाएपछि चल्छ हैन दिन
खै नेपालको ऱ्यापरहरू सबै हेर्नेसी भन्छ कहाँ पाउँछ हेर्नेसी पाउँछ होला क्लबतिर त है तर महँगो पर्छ जस्तो लाग्छ नेपालमा जै पनि अझ एउटा तितो सत्य क्या हुन्छ नि एउटा लाइक डार्क ट्रुथ क्या पचाउन नसक्ने के हुन्छ थाहा छ नेपालमा एउटा दाजुलाई सोधेको दाइ तपाईँको बिजनेस के छ यता नेपालमा गरेर भन्छ भाइ म नेपालमा गरेको छुइनँ यार भाइ म गर्दिनँ अरे किनभने सबले ठग्छ अरे क्या मास के गर्ने अब के गर्नु अब ट्रुथै यस्तै छ अब रियालिटी बरुमा बाहिर होइन प्रोफेसनल नेपालमा प्रोफेसनली गर्छु भन्दाखेरि पनि त्यो हुन्छ नि बानी नै लागिसकेको छ क्या अलरेडी त्यो गफ काम चाहिँ गफ गरेर गर्ने टाइपको क्या प्रोफेसनल हुने हो भने एउटा टाइम लाइनमा एउटा सेट हुनुपर्छ क्या यति दिनभित्र मैले यो भ्याउने यति दिनभित्र यो भ्याउने खालको क्या हुन्छ होला प्रोफेसनल गर्नेहरू पनि छ त्यसले नै अझै अगाडि बढिरहेछ हाम्रो यहाँनिर हुन्छ नि अब धेरै चिजहरू डेभलप भइरहेछ तर पनि प्रायः जसो यसो विचार गर्दाखेरि 100मा कति भन्ने हो 75% चाहिँ अलिकति ल्याङफ्याङै गरेर गर्नु खोजेको त्यो चाहिँ अलिकति गाह्रो छ सिक्किम आउनुहोस् न दाइ दिदीलाई दाइ सिक्किम आउनुहोस् म दिदीलाई फकाउँछु अरे अब फकाउनु पर्दैन ब्रो कसैले फकाउनु पर्दैन म आफै फकिन्छ आफ्नै हो त अनि किन फकाइराख्नु एडिटिङ हुँदैछ है यहाँनिर Chill House Records presents Gissing 21. Gissing 21 presents. Bye. Everyone, take care. Good night. है राम्रोसँग बस्नु अब सबैजना आफ्नो ख्याल गर्नु माया गर्नु आफ्नो एकअर्कालाई अनि सबैले एकअर्कालाई सपोर्ट गर्नु जहिले पनि त्यही हो ल टेक केयर एभ्रीवान अनि एकदम बेस्ट विसेस सबैजनालाई फ्युचरको लागि न्यू इयरको नयाँ वर्षको शुभकामना नयाँ कामहरूको नयाँ केही हुँदैछ केही गर्दैछ नयाँ केही आइडिया गर्दैछ भने त्यसको लागि मेरोबाट एकदमै ब्लेसिङ र एकदमै शुभकामना छ तपाईँहरू सबैजनालाई ह्याप्पी न्यू इयर गाइज प्लस किप गोइङ नेभर स्टप यस किप गोइङ एन्ड टेक केयर एभ्रीवान गुड नाइट आई लभ यु अल Yeah, Allah. Yeah. Okay.